आँखाका परेलीबाट बाबाका आँसुका धाराहरू बलिन्द्र बगिरहेका छन् र बाबा मृत्युसँग लुकामारी खेलिरहनु भएको छ। हामी मृत्युलाई जित्ने प्रयास गरिरहेका छौँ। बाबाको अन्तिम लडाईँ मृत्युसँग छ, हाम्रो पनि लडाईँ मृत्युसँग छ र हामी अन्तिम प्रयास गरिरहेका छौँ। आजभन्दा 8 महिना अगाडि गोदावरी नगरपालिकाबाट उद्धार भई आएका मिसनमा कार्यरत निरङ्कारी मिसनमा कार्यरत थिए र त्यहाँ सेवा लिइरहेका थिए। बाबा कुष्ठरोगी हुनुहुँदा उनलाई सेती अस्पताल प्रादेशिक अस्पतालमा उपचार भयो। त्यहाँ पछि उनको परिवार घर कोही नभएपछि सहारा घरलाई संरक्षणका लागि सबैजनाले अनुरोध गर्नुभयो। हो, हामी रोगलाई घृणा गरौँ, रोगीलाई होइन। जो पनि जसुकै अवस्थामा पनि रोगी र बिरामी हुन सक्छ। हाम्रो सेवा, हाम्रो सत्कार भनेको परोपकार हो, परधर्म हो र अरूलाई सेवा गर्नु हाम्रो परोपकार हो। त्यसैले आज हामी मानव भएर मानवताको लागि, मानवता बचाउनको लागि हामीले मदर टेरेसाले गरेका हरेक कुराहरू हामीले आत्मसात गर्दै उनलाई हामी सेवा गर्दैछौँ। बाबा कसैको होलान्, उनको पनि छोरी छ रे र छोरी र ज्वाइँ छन् र एकचोटि छोरी ज्वाइँलाई यो भिडियो सेयर गर्न तपाईँले आफ्नो सेवाबाट, आफ्नो तरिकाबाट भिडियो सेयर गरी छोरीसम्म पुगाइदिनु होला। अन्तिम अधिकार भनेको उहाँलाई जन्म दिने छोरीको नै हो। अहिले उहाँका खुट्टाका औँलाहरू झरिरहेका छन्, आँखाबाट आँसु बगिरहेका छन्, तर पनि हाम्रो प्रयत्न छ कि बाबालाई हामी बचाउँ। केही दिन बाँचे पनि हामीले पनि बाबा भन्न सकौँ र हामीले केही दिन बचाएर उनका परिवार, उनको छोरीसम्म हामीले पुगाउन सक्यौँ भने हाम्रो लागि पनि यो ठुलो कल्याण हुनेछ। त्यसैले बाबा अन्तिम पल जुझिरहेको लडाईँ मृत्युसँग हाम्रो लडाईँ भइरहेको छ। मृत्युले कालले लिने कोसिस गरिरहेको छ, हामी कालसँग जित्ने कोसिस गरिरहेका छौँ। बाबाको यो अवस्थामा हामीले सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेका छौँ। तपाईँ छोरी र ज्वाइँ आफू भाग्यमानी बन्न सहारा घरमा आइदिनु होला है। तपाईँ सबैले भिडियो सेयर गरिदिनु होला। यस्तो दुःख यापन हामीले धेरै यस्ता जीवनहरूसँग सङ्घर्ष गरिरहेका छौँ, यस्ता जीवनहरूलाई उद्धार पुनर्स्थापना पनि गरिरहेका छौँ। तर हाम्रो इच्छा हो परिवारका आफन्तसँगै अन्तिम सास काखमै गोदमै फेर्न पाउन्। बाबालाई उपचारपछि उहाँको रेस्ट रुममा हामीले आराम गर्ने ठाउँमा पठाउँदा बाबाले यसरी आशीर्वाद दिनुभयो, हामीलाई गर्व लाग्यो।